म चाहिँ हेबा खोलाको पुलदेखि भ्लग स्टार्ट गरेको छु। हेर्न सक्नुहुन्छ यहाँ मुनि अनि यहाँ वरिपरिको भ्यू चाहिँ यस्तो छ। एन्ड अब हामी चाहिँ यो पुल तरै जानुपर्ने हुन्छ। नेपाली हेबा खोलाको बगाएको मेन पुल निस्किन्छ अनि हामी चाहिँ माथि हुँदै जानुपर्ने छ। यस्तै छ ल गाइस। अब चाहिँ हामी हिँड्नुपर्ने हुन्छ, यो पुल तर्नुपर्ने हुन्छ हैन। अनि त्यहाँदेखि मेन रोड निस्किन्छ है। यस्तो छ अवस्था। अनि यहाँको भ्यू चाहिँ यस्तो छ पुलदेखिको। यो बाइक स्टार्टमा तलै छ चिसोले। म चाहिँ पुल तरिसकेको छु गाइस। ल भिडियो गरिदिनु पर्ने के पारिदेखि। अनि अब चाहिँ यहाँ पारि जान्छु म। अब अहिलेको अवस्था यहाँ ओह्रालो जानुपर्ने हुन्छ। बबिन सरकार चिप्लो रहेछ बाटो, पुल पनि चिप्लो छ भन्दै थियो। कतिको हुन्छ हामी चाहिँ गाइस आज धङधङे झर्ना भन्नेतिर लागेको, कता पुगिन्छ खै केही अतो पत्तो छैन। ल घुमा टाउको घुम्छ यतिमा आनन्द घुम्छ। ल गाइस अब हामी चाहिँ मेन रोड निस्किन आँटेछौँ है। ल बाटो चाहिँ एकदम सानो रहेछ यहाँ पुलदेखि तरेर चाहिँ होइन। कुलै हामी चाहिँ कुलै आउँदैछौँ। अरे के भयो घटाक गर्छ त बाइक पनि बिस्तारै हिँड्ने। गाइस अब चाहिँ हामी मेन रोड निस्किनु पर्ने हुन्छ होइन। मेन रोड चाहिँ यही छ है। अब आवाज आउँदैन क्या फेरि 1x 5xबाट भिडियो गऱ्यो भने, त्यही भएर आवाज आउँदै गर्छ जाँदै गर्छ है। फाइनली गाइस हामी चाहिँ मेन रोड निस्किसकेको छौँ। मेन रोड अब चाहिँ हामी त्यो के पुल भन्नेमा आइपुग्छौँ। त्यो पुलमा गर्दैछु किनभने भ्लग लामो हुन्छ, 2-3 मिनटको भइसक्यो त्यहाँदेखि। फिदिमको पुल है। अब चाहिँ हामी निकै टाढामा भेटेछ किनभने भ्लग लामो हुन्छ। यहाँ पहिला नै गरेको नि त मैले, त्यही भएर गर्दिनँ म गाइस। अब एकैतालमा अलिक राम्रो ठाउँमा गरेर गरिदिन्छु है। एन्ड गाइस हामी चाहिँ फिदिमदेखि डाइरेक्ट 5 तरको कुन ठाउँ थाहा छैन त्यहाँ आइपुगिसक्यौँ। गोपेटार भन्ने ठाउँमा आइपुगिसक्यौँ। हेर्नु सक्नुहुनेछ फक्ताङमा कस्तो दामी देखिरहेको छ। अनि एकदम चिसो छ हावा पानीहरू। अब हामी त कता छिर्नु पर्दैन होला। गणेश चोक त्यहाँदेखि यता नभए यता हो क्या यो बाहिर। एन्ड यस्तै छ चिसोले हालत एकदम बेहाल भएको छ यहाँ। हामी चाहिँ गणेश चोक आइपुगिसकेको छौँ गाइस बल्ल। 2 घन्टा लाग्यो नि है। 2 घन्टामा गणेश चोक। अलिक हामी ओह्रालो जानुपर्छ होइन। अलिक हामी घुम्नुपर्छ यता तल। गरम
हाल्ने तल हिँड्नु गेट नयाँ बन्द रहेछ मेरो गाउँ थर्पुताकै हो नि ए थर्पुता खाने अरे ट्रक ल गाई थर्पु ल गाई अब चाहिँ हामी सात के अरे नाम के ठाउँको नाम हामी थर्पु बजार आइसकेका छौँ उयो पहिलाको ठाउँ त चेन्ज भएकै रहेछ ल यत्रो वर्ष अनि यो भित्ताको यस्तै थियो क्या पहिला यो भित्ताको पहिला यस्तै थियो यहाँ पिच भएछ पहिला पिच थिएन तेल हाल्नुपर्छ तेल कहाँ पाउँछ तेल हाल्ने कार्यक्रम गर्नुपर्छ अब तेलै छैन त गाई यहाँ छ यहाँदेखि ओह्रालो कता यहाँ कतादेखि ओह्रालो अब चाहिँ हामी यहाँदेखि टक्कर बाइकलाई अलिकति भाँदिएर अब चाहिँ हामी लाग्यौँ तेर्सो यहाँदेखि ओह्रालो भन्यो होइन तिम्बुङ पोखरी पास छ र ताप्लेजुङको खै हामी चाहिँ खास चाहिँ ढङढङै झर्दा जान आँटेको यहीदेखि होइन बाटो यतै थाहा थिएन तँलाई अब 7 लाख गन्तव्य लाग्यो कति रोड एकदम अफरोडिङ सुरु अब अन्डा भुली निस्किन्छ लगाइ अब चाहिँ हामी डाइरेक्ट 7 लाखमा भेट्नुपर्छ है फाइनली 7 लाख कमिङ हामी 7 लाख पाइसकेको छौँ है अहिले कति लाग्छ थाहा छैन त्यो ढङढङै झर्दा भन्ने ठाउँ 7 लाख त्यो ठाउँ त अनि डेन्जर छ हामी चाहिँ अब ढङढङै झर्दादेखि वारिपट्टिको गाउँमा पुग्छौँ यता पनि एउटा झर्ना रहेछ यता अब हामी चाहिँ यहाँ पुग्नुपर्ने हामी चाहिँ अलिक यतै छौँ अब ल अब चाहिँ पुगिन्छ त्यता लागेको हामी चाहिँ हाम्रो चाहिँ हिँडाइ मचेको छ यहाँदेखि माथि चाहिँ एस्काभेटरले बाटो बनाउँदैछ अरे अब 20 मिनट जस्तो हिँड्नु परेको छ गाइस उकालो जसरी अब घुम्न आएको घुम्नै पऱ्यो नि होइन अब चाहिँ हामी डाइरेक्ट ढङढङै झर्नामा भेट्नेछौँ फाइनली अब चाहिँ हामी निकै नजिक आइपुगिसकेको छौँ ढङढङै झर्ना भन्नेको छेउमा अवस्था चाहिँ सक्ने बाइक चाहिँ तर त्यो घरहरू भएको नजिकतिर हो हामी चाहिँ माथि निकै छैन अब थोरै 5-6 मिनट लाग्छ चाहिँ हेर्नु सक्नुहुन्छ ढङढङै झर्ना यस्तो छ यताको भ्यू यस्तो छ धेरै छैन केही नजिक जाउँ है छेउमा जानुपर्छ है हामी छेउमा जाने अब हामी टक्क अब यहाँ देख्न सक्नुहुन्छ ढङढङै झर्ना हामी चाहिँ त्यहाँ नजिक जाने होइन जाउँ यतैबाट जान्छ होला यस्तो छ अवस्था म चाहिँ हिँड्दैछु यहाँ हिँड्नु पऱ्यो साह्रो लागिरहेको छ म छेउमा गएर भिडियो गर्ने छु गाइस
साइडको भ्यू चाहिँ यस्तो छ है गाइस। दामी चिसो हावा आउँदो रहेछ। टप चाहिँ यस्तो छ माथिको। अन्त पछाडि यस्तो छ के हिल छ यहाँ के हिल छ। सक्छौ भने सफा गर नभिड नगर। वाउ। एन्ड अब हामी चाहिँ पर खाजा भनेर छौँ, खाजा खाने अनि फर्किने गाइस। उडान फेरि ब्याक। हाम्रो बबिन सर चाहिँ एकदम फोटो खिचाइमा घरमा आएको यता। हान्न कस्तो हान्ने। इन्द्रेणी त दामी लागिरहेछ त। गाइस अब यति गर्दै हामी चाहिँ ढङढङ्गा झर्नादेखि फर्किसकेछौँ। हामी चाहिँ यता बाटोमा आइसकेछौँ। अब त्यति नै हो भ्लग है। हेरेकोमा धेरै धेरै धन्यवाद। नहेर्नु भएकोमा धन्यवाद है। अनि अब यति नै भन्दै बिदा माग्न चाहन्छु। लाइक सब्सक्राइब कमेन्ट सेयर त गर्नु पर्दैन, अब साथीहरूलाई गर्नु मन गरिदिनु। यति नै हो ल, धन्यवाद।